हराइएको छोरो। एकजना मानिसका दुई छोराहरू थिए। कान्छा छोरा आफ्नै मनमर्जीमा जिउन चाहन्थ्यो। उसले बाबुसँग भन्यो, बाबु मेरो भागको सम्पत्ति मलाई दिनुहोस्। बाबुले छोराहरूलाई उनीहरूको अंश बाँडिदिए। कान्छो छोरा सबै सम्पत्ति लिएर टाढो देशतिर लाग्यो। त्यहाँ उसले रमाइलो जीवन जिउन थाल्यो। तर गलत सङ्गत र फिजुल खर्चले उसको सबै धन चाँडै सकियो। त्यसपछि त्यस देशमा ठुलो अनिकाल आयो। ऊ गरिब भयो। उसले सुँगुर चराउने काम गर्न थाल्यो। ऊ यति भोकायो कि सुँगुरको खाना खाना पनि तयार भयो। तर कसैले उसलाई सहयोग गरेनन्। यसबेला उसले आफ्नो गल्ती महसुस गर्यो। उसले सोच्यो, मेरो बाबुको घरमा नोकरहरूले पनि पेटभरि खान पाउँछन्, तर म यहाँ भोकै मर्न लागेको छु। म बाबु कहाँ फर्केर जान्छु अनि माफी माग्छु। त्यसपछि ऊ घर फर्कियो। ऊ अझ टाढै हुँदा बाबुले उसलाई देखे। बाबु दगुरेर आयो, छोरालाई अँगालो हालेर माया गरे। बाबुले भने, मेरो छोरो हराइएको थियो, अब भेटाइएको छ। उनीहरूले ठुलो उत्साह मनाए। परमेश्वरको प्रेम असीमित छ। जब हामी फर्कन्छौँ, उहाँ सधैँ माफी दिन तयार हुनुहुन्छ।